हेलो 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 धेरै धेरै स्वागत छ आजको हाम्रो न्यू डे न्यू भ्लगमा। आज चाहिँ हामी भन्दा नि म पसल गएर आइसक्यो अनि खानासाना खाइसकेको छौँ। अनि म चाहिँ यो समय चाहिँ अब भाँडासाँडा माझ्नलाई खानासाना खाएपछि भाँडा माझ्नु पऱ्यो नि त, त्यति फाल्नु भएन। अनि हाम्रो प्रेममाले त माझ्दै हुनुहुन्छ। ल यसरी माझ्दै हुनुहुन्छ, यस्तो छ है, यसो गरिरहेछ। अनि म पनि यसो भाँडा माझौँला है त। ल म भाँडा माझेको देखाउँछु है हजुरहरू। ल यो फेरि लुज भएछ कि काट पेज कसं इसी कसली पेज कसं होणार कुठे ओके होतं इसी कसली हे हो Gomorang kan pada kota maka pada nisab makin desa. ल है हामी चाहिँ भाँडा मस्काउँदै है। पानी चाहिँ जति फेरि फाला फाल्छ है हाम्रो, मतलब भन्नु जति फाले पनि। Sudah siap pakai ni. Akan tengah ni. Saya patas pantai 850 750 Kasih patas. 150 ₹60 दिने kasih patas यहाँ चाहिँ. ल हाम्रो भाँडा धुने काम भइसक्यो है। यो साबुन स्याहार्नुपर्छ, पानी पऱ्यो भने जाउँ। ल है हाम्रो यस्तो छ है, हाम्रो प्रेममा हात धुँदै हुनुहुन्छ। त्यो कपाल त खुब राम्रो देखेको छ त।
अनि हाम्रो आँप चाहिँ यस्तो छ है, आँप चाहिँ यस्तो छ, आँप चाहिँ बिस्तारै फल हुँदैछ है। हाम्रो भाँडामा मस्काउने कार्यक्रम यति भइसकेको छ। भाँडा धुइयो है, आज चाहिँ भाँडा धुइयो। अनि हाम्रो यता भान्सा यस्तो छ, भान्सामा बासी वेस्ट खाना हेर्नु न, यति साह्रो खाना, साह्रै के गर्ने। हामी नेपालीहरूले फेरि खाना वेस्ट फाल्ने, लास्टै खाना वेस्ट फाल्छ क्या। जति नै जे भने पनि वेस्ट खाना फाल्छौँ। त्यही भएर अब के गर्ने, त्यस्तो बानी नै भइसक्यो कि, सबै बानी नै भइसक्यो। त्यस्तो भएर पनि होला वेस्ट खाना चाहिँ साह्रै फाल्छन् कि। अनि हाम्रो यो कुडो सुडो यताउताको लागि हो, त्यस्तो छ। ल बिस्तारै भ्लग बनाउँदै गरौँला, देखाउँदै गरौँला। अहिले यतिकै त ल। यो खाने अरे सुत्ने बेलामा त्यस्तो काम छैन मान्छे। यहाँ फेरि टाइगर सुतिरहेको छ, टाइगर हाम्रो यहाँ पसलको टाइगर। भनेछु गुड छ के हो यहाँ, के खतरा खुचुक चलिरहेछ हो यो उमा त। ल है, हामी खानसान खाएर भाँडासाँडा माझेको देखाइयो, के कस्तो लाग्दै हुनुहुन्छ। भाँडासाँडा माझ्यो आज है, मस्त माझिन्छ हामी चाहिँ भाँडासाँडा सबैले। खानासाना काम सुरुमा खानासाना खाएर अनि हाम्रो प्रेममा र म मिलेर भाँडा माझेको। अनि त्यसै माझेर अब सबै सुतिसकेको छ, हामी पनि अब सुत्ने छौँ। खासै केही पनि छैन, अब डेली भ्लग हाल्नुपर्ने छ। अनि अस्ति 1-2 दिन ग्याप भयो बिहामा यताउता, अनि फर्स्ट दिन बिहामै बिजी भयो, अनि काटकुट गर्नु पऱ्यो। अनि सेकेन्ड डे पनि अनि त्यसरी नै गयो है, बिहामै गयो, त्यसरी भयो है त। अनि त्यसको लागि धेरै धेरै सरी छ। पानी खान्छ त। पानी चाहिँ सफा छ कि। ल है, हाम्रो भ्लगमा यस्तै हो, गाउँघरको खासै केही कन्टेन्टलाई लिएर हामी बनाउँदैनौँ। जस्तो बन्छ मजाले जे आउँछ मजाले पताउँछ भने चाहिँ हामी गुडुङटुङ क्यामेरा टर्साउँछौँ, अनि हिँड्छौँ, खान्छौँ, रमाउँछौँ। खाएको पकाएको भाँडा माझेको यी सबै देखाउँछौँ। यसमा मनपर्छ भने तपाईँहरू सब्सक्राइब गरेर बसिदिनु होला, ताकि आगामी दिनहरूमा हाम्रो भिडियोहरूमा जोडिँदै जान सकौँ है त। यस्तै छ। अघि मैले आँप देखाएन है, आँप यस्तै भइसकेको छ है, हाम्रो आँप यस्तो भइसकेको छ। यता गएर गुरु भनेर कराइरहेछ। यो चाहिँ हाम्रो बाख्राको बच्चा है, बाख्राको बच्चा कराइरहेछ। ल है, अब हामी सुत्नेछौँ। हामी राति पानी तिर्खा लाग्यो भने यो चाहिँ फनल्यान्डको रहेछ, अस्ति फनल्यान्डको त्यहाँको बोतल रहेछ यो। ल है, त्यस्तो छ। अनि हामी अब सुत्नेछौँ। आजको भिडियोबाट जे जस्तो देखाइयो त्यो सबै कुराहरू, अनि हाम्रो दिनचर्या थियो, त्यहाँ दिनचर्याहरू हेर्दै हुनुहुन्छ। र हेर्दै गर्दाखेरि कसैलाई केही चित्त दुखाएको, मन परेको छ भने, चित्त दुखाएको भने सरी, अनि मन परेको भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर बसिदिनु होला है त। ल सबैलाई आजको भ्लगबाट बाई 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 बाई। आज निन्द्रा लाग्यो, फेरि निन्द्रा लाग्यो कि। ल सबैलाई बाई बाई।
गुड नाइट। आमा चाहिँ हेर्दै हुनुहुन्छ यता